हेलो गाइज, आज कसको बर्थडे थाहा छ? मेरै बर्थडे। केक लिन जान लाग्यो क्या यति राति राति। यस्तो खतरा राति भइसक्यो। अब पुग्ने कति बजे? 1-2 घन्टा लाग्छ गाइज। अब 2-3 घन्टाको भ्लग बन्न आउँछ। मजा मजा त हो नि। राति 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 भूत पारा गर्दै हिँड्ने गाइज म त हैन। यहाँ चाहिँ अलि माग्छ यहाँबाट। यतातिर जहिले देख्नु भएको अब एकैचोटि उतातिर देखाउँछु। म यता जाला 1 मिनट नि भएन जस्तो। रातिको 7:30 हुन लागिसक्यो है गाइज। गइरहेको छु। 7:30 हुन लागिसक्यो। यी गाडीहरू हिँड्न सुरु भइसक्यो। राति 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 केक काटेको भला नि आउँछ गाइज एकछिनमा है। मैले काट्ने अब कहिले बनाइदिन्छ थाहा छैन। कस्तो गाइज यार, यसरी हिँड्नु पर्यो। राति 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 ताली बजाऊ गीत सुनेर ताली बजाऊ। गाइज अब चाहिँ म केक पसल पुग्न लागिसकेँ होइन। अब यहाँ तरकारी मन्डीतिर छु होइन। अब त्यहाँ त्यता छ होइन। म गइरहेको छु गाइज। तरकारी मन्डी बाहिर छु। अब हेर्नु है। बुक कपी खेलाउने कुराहरू पाउने भिड छ यहाँनिर चाहिँ। केक पसल आइपुग्यो आइपुग्यो आइपुग्यो। यो चाहिँ लिन लाग्यो माथिको कालोवाला लिन लाग्यो गाइज। देख्नु पनि यो क्या होइन है। यो गाइज चाहिँ यस्तो छ। हजुरहरू यतातिर सानो डान्स स्टुडियोतिर र यतापट्टि माछापरीबाट आउने होला गाइज होइन। सानो डान्स स्टुडियो र यताबाट आउनुभयो भने ट्याक्क यता हो। पसलको नाम चाहिँ छ गाइज। यो नाम छ गाइजहरू है। बसन्त नगर 16 माछा पोखरी केटिएम कन्टेनर। यहाँ त केकहरू पाउँछ, सबै पाउँछ गाइज। यता चाहिँ जुसहरूको पसल छ। जुसहरू पाउँछ यता होइन। अनि यता छ यो चाहिँ केकहरू हो होइन। केकहरू छ नि। अब यतापट्टि भित्र चाहिँ गाइज होइन। कति कुन लिन्ला गाइज होइन। अहिलेको लागि यति नै होइन। बेलुका बर्थडेको नि भिडियो आउँछ ल गाइज। लाइक कमेन्ट सेयर सब्सक्राइब।